सिभिल हस्पिटलमा घाइते साथीहरूलाई बानेश्वरको सिभिल हस्पिटलमा सम्पूर्ण हार्दिक अनुरोध गर्दछु। नेपाली शिक्षालाई ध्वस्त पार्न खोजेको छ। यहाँ राज्यले कुनै पनि चासो र चिन्ता दिएको छैन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नेपाली जनता अब सडकमा आउनेछन्। हेपा दृष्टिकोणले हेरेको छ। यसको जो शान्तिपूर्ण जुन आन्दोलन भइराखेको थियो, यो आन्दोलनमा जो प्रहरीको चाहिँ दमन भएको छ हाम्रो साथीहरूमाथि हामी शिक्षक महासङ्घको तर्फबाट घोर भर्त्सना गर्न चाहन्छौँ र धेरै घाइते पनि हुनु भएको छ। त्यो फोहराबाट हानेर हाम्रो साथीहरू घाइते बनाउनु भएको छ र ढुङ्गा हान्ने बाध्य त उहाँहरूले बनाउनु पर्यो नि। हाम्रो साथी वातावरण यहाँ सिर्जना कसले गरेको? शान्तिपूर्ण आन्दोलनलाई वातावरण यस्तो बनाउने वातावरण प्रहरी प्रशासनले गरेको हो कि कसले गरेको हो है? त्यहाँबाट फोहरा नहानिदिएको भए 26 दिनसम्म शान्तिपूर्ण आन्दोलन गरिराखेको यो अवस्थामा यो चाहिँ एकदम यो राष्ट्रको निमित्त, यो देशको निमित्त, यो सरकारको निमित्त अब हाम्रो आन्दोलन चाहिँ अब रोकिनेवाला छैन। हामी जे जस्तो भए पनि। मेरो नाम ललित चन्द हो। मेरो घर भिनुपा 5 कञ्चनपुर हो। श्री घटालमा हामी सुडाको शिक्षक हो। यो घटना कस्तो हो? हाम्रो एकदम शान्तिपूर्ण आन्दोलन 26 दिनसम्म भयो र हामीलाई नेपाल सरकारले बाध्य बनाएको छ, नेपाली जनतालाई बाध्य बनाएको छ। यो आन्दोलन शिक्षकको मात्र नभएर आम नेपाली जनताको हो। शिक्षा विधेयक शिक्षकलाई मात्र चाहिएको होइन, नेपाली जनतालाई चाहिएको छ। भोलिदेखि नेपाली विद्यार्थीहरू, अभिभावकहरू
सम्पूर्ण नेपाली जनताहरू रोडमा आउनेछन् अब भोलिदेखि आउँछन् भोलिदेखि। किन भन्दाखेरि यो चाहिँ शिक्षकहरू हामी सधैँको लागि रहँदैनौँ। हाम्रो चाहिँ टाइम पुगेपछि हामी जान्छौँ। भोलिका शिक्षक भनेका हाम्रा भविष्यका विद्यार्थीहरू हुन्। भोलिका शिक्षकहरू भनेका र ठुल्ठुला पोस्टको लागि आम चाहिँ मूल चाहिँ त्यसको मुहान भनेको शिक्षण हो। शिक्षण पेसा राम्रो भयो भने शिक्षक होइन। शिक्षक भएपछि 26 दिनसम्म किन गरेनौ हामीले यस्तो? 26 दिनसम्म भएन। आज राज्यले दमन गर्नुको लागि यस्तो गरेको, आज दमन गर्नुको लागि माथि सरकारले यिनलाई आदेश दिएको दमन गर्नुपर्छ, सरहरूलाई भगाउनुपर्छ भन्ने गलत छ। यो चाहिँ नेपाली जनताको खुट्टामा बन्चर हानेको नेपाली शिक्षालाई ध्वस्त पार्न खोजेको छ। यहाँ राज्यले कुनै पनि चासो र चिन्ता दिएको छैन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नेपाली जनता अब सडकमा आउनेछन्। शिक्षकहरूको तागतले भएन र यिनीहरूलाई अहिले राज्यले दमन गर्न लगाएको 26 दिनसम्म हामीले ढुङ्गामुढा किन गरेनौँ? आज नेपालीहरूका हामी गुरुआमा गुरुबुवा हौँ र हामी त्यस्तो धरपकड गर्ने भए 26 दिनसम्म गर्थ्यौँ सर। तर हाम्रो अहिलेसम्म शान्तिपूर्ण थियो। आज परहरूले 81 हामीलाई फोहरा हान्यो, त्यसमा हामीलाई धेरै दुःख लागेको छ। सर आजको दिन यो तपाईँको जिन्दगीको ऐतिहासिक दिन हुनसक्छ। हाम्रो लागि मात्र होइन सर, यो सम्पूर्ण नेपालीहरूको ऐतिहासिक दिन हो। हाम्रो लागि यो शिक्षा ऐन ल्याऊ भनेको मात्र हो। हामीले चाहिँ हाम्रो सेवा सुविधाहरू पनि गर भने आएन कि एउटा चाहिँ शिक्षा विधेयक ल्याएर शिक्षा क्षेत्रलाई नियमन गर, जसरी पनि शिक्षामा राम्रो जनशक्ति भित्र्याउने काम गर, बाटो गर, यसको चाहिँ गोरेटोहरू खोल मात्र भनेको हो। हामीले यहाँ धेरै ठुलो सेवा सुविधा देऊ, हामीलाई 1-2 लाख हाम्रो सेलरी थपिदेऊ पनि भने होइन। जसरी हुन्छ आज हामी शिक्षक छौँ, भोलि हाम्रा छोराछोरी शिक्षक हुने हुन्, भोलि कोही न कोही शिक्षक हुन्छ। हामी यो हजुरको मैले यो कुरालाई बुझिसकेँ। आजको जुन घटना घट्यो तपाईँहरू दोषी कि सुरक्षाकर्मी दोषी, यति त भन्न सक्नुहुन्छ नि त। अहिलेसम्म 26 दिनसम्मको जो हाम्रो शान्तिपूर्ण आन्दोलन थियो सर, हामीले केही पनि गरे होइन। हामी आज निषेधित क्षेत्रको अगाडि हामी गएको हौँ र त्यहाँ गइसकेपछि प्रहरीहरूले किन त्यस्तो गर्यो थाहा भएन। माथिबाट फोहराको पानीको त्यो आयो अनि तिनीहरूले फोहरा हानिदियो 81। हानिसकेपछि कोही साथी आफूलाई बचाउनुको लागि यसो धरपकड पनि गरे होला, पनि अगाडि जानु खोजे होला। हाम्रो तर्फबाट केही पनि छैन सर। हामी गुरुआमा गुरुबुवा हौँ, हामीले कहिल्यै पनि त्यस्तो गर्दैनौँ। शिक्षकले अहिलेसम्म गर्न 26 दिनसम्म अहिलेसम्म किन हानेन? हामीले हानेकै छैन। हान्यो त होइन। यस्तो हो, यो साथीहरू कस्तो भयो भन्दाखेरि घाइते हुनुभएको थियो, आफूलाई बचाउनुको लागि केही गर्यो होला उनीहरूले, अथवा त्यस्तो हान्नु खोजे होइन, आफू बाँच्नुको लागि केही न केही त त्यो त गर्छ नि। आफ्नो मतलब शान्ति सुरक्षा, आफ्नो बस्ने वातावरण केही गरे होला। त्यस्तो हामीले हान्नु खोजेको भए सुरुमै हान्थ्यौँ हामी। सुरुमा किन हानेनौँ? पहिले उनले गर्यो, त्यसपछि त्यो हान्ने वातावरण भएर कोही साथीहरूले त्यस्तो कुनै। आजको यो तपाईँहरूको आन्दोलनले अब चाहिँ शिक्षकहरू चाहिँ सहँदैनन् भन्न खोज्छ सर। यो हाम्रो यो शिक्षकको आन्दोलन मात्र होइन। मैले के बुझेको छु भन्दाखेरि यो शिक्षकको आन्दोलन होइन, यो सम्पूर्ण नेपाली जनताको आन्दोलन हो। अहिले सर्वोच्चले पनि नेपाल सरकारलाई आदेश दिएको छ। के आदेश दिएको छ भन्दाखेरि शिक्षकलाई घर जाने वातावरण बनाऊ, उनीहरूको जायज मागहरू पुरा गर। जो गर्न सकिने माग डिसिजन गरिदेऊ, गर्न नसकिने माग के छ त्यसको सम्बन्धमा कन्भेन्स गर्नु पर्थ्यो। 2-4 दिनमै सडकमा आइसकेपछि हामी यदि सरहरूप्रति सकारात्मक भएको खण्डमा हामी यो माग पुरा गर्न सक्छौँ, यसरी जाउँ र यो माग पछि पुरा हुने हो भनेर नेपाल सरकारले आह्वान गरेकै छैन। अनि वार्ता पटक भयो, पटक वार्ता भइसकेको छ। वार्ताको लागि आह्वान गर्दैछ। वार्ता त बाबा 3-4 चोटि वार्ता भइसकेको छ। त्यो लागू कार्यान्वयन गर भने हो। संविधान भनेको 3 वर्षपछि चाहिँ यही नियमहरू बनाइसक्नुपर्ने हुन्छ। तर शिक्षा विधेयक बनाऊ भनाइ मात्र हो हाम्रो शिक्षकहरूको। र हामी शिक्षकहरूको मात्र नभएर विद्यार्थीहरूको पनि माग हो, त्यो अभिभावकको पनि माग हो, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको पनि अहिले यसमा सहमति छ। सर्वोच्च अदालतले पनि के भनेको छ भन्दाखेरि शिक्षकहरूका जायज माग यति दिनसम्म किन पुरा गरेनौ, अब पुरा गर र विद्यार्थीको यो सबै बुझिसकिसक्यो। अबको भोलिको आन्दोलन पनि हामी हुन्छ सर। हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ होइन, हाम्रो शान्तिपूर्ण आन्दोलन हुन्छ। तर राज्यले दमन गर्यो भने, हामीलाई चाहिँ फोहरा हान्यो भने, हामीलाई लट्ठी प्रहार गर्यो भने गुरुआमालाई हामीले के गर्ने? आफै भन्नुहोस्, हामी के गरौँला? उसले चाहिँ हाम्रो दमन गर्यो भने हामी निषेधित क्षेत्रमा जानै नपाउने। अहिलेसम्म 26 दिनसम्म हामीले केही पनि गरेनौँ। उसले प्रहार गर्यो, उसले चाहिँ फोहरा हान्यो, लट्ठी हान्यो, त्यसपछि हामीले पनि केही प्रतिकार केही भयो
भएको हुनसक्छ, केही प्रतिकार हुनसक्छ, हाम्रो त्यो हुँदैन। तर उसले चाहिँ यसरी दमन गर्यो भने के हुन्छ पछि थाहा हुन्छ, त्यसैले दमन हुनु हुँदैन। सरकारले कमजोरीको रूपमा चाहिँ लिएको भन्ने हाम्रो अनुभूति भइरहेको छ। यो हाम्रो धैर्यतालाई कमजोरीको रूपमा लिएको कारणले गर्दा अलिअलि साथीहरूमा एउटा उग्रपन आउनु, हामीमा अलिकति त्यो खालको निराशाको चाहिँ भाव व्यक्त हुनु र त्यसलाई चाहिँ एउटा भनौँ न प्रतिरोधको रूपमा चाहिँ अभिव्यक्ति हुनु स्वाभाविक प्रक्रिया छ। ढुङ्गामुढाले समस्याको समाधान हुन्छ त्यो विषयमा हाम्रो अलिक फरक धारणा छ। हामीले हजुरहरूले अहिले भर्खर पनि देख्नुभयो कि यसमा सरकार आफै या चाहिँ केही फरक तत्त्व नै घुसपैठमा लागिरहेको छ कि भन्ने आशंकाले हामीले एकजना साथीलाई त हामीले सुरक्षित ढङ्गले त्यहाँबाट जुन घटनास्थल जो अप्ठ्यारो स्थिति जहाँ चाहिँ धक्कामुक्का भएको थियो त्यो स्थितिबाट हामीले सुरक्षित ठाउँमा एकजना चाहिँ घुसपैठ भएको साथीलाई हामीले चाहिँ सुरक्षित ढङ्गले हामीले यहाँबाट निकालिरहेका छौँ। यसमा घुसपैठ निश्चित रूपमा घुसपैठ थियो कि त्यो कुरा हामी सजिलै हेर्न सक्छौँ। यहाँहरूले देख्नु भएको छ एकजना जो चाहिँ उसले त्यो कुरा स्वीकारेर गइसकेको स्थिति छ। हाम्रो यो सरकारसँग मुठभेड होइन, हाम्रो चाहिँ प्रहरी साथीहरूसँग हाम्रो मुठभेडको स्थिति होइन। हामी एउटा बौद्धिक वर्ग, हामी शालीन वर्ग चाहन्थ्यौँ भने हामी दोस्रो तेस्रो दिनमै त्यो चर्को घामबाट हामी प्रताडित हुँदै गर्दा त्यति बेलै हामी यो चाहिँ एक्सन लिन सक्थ्यौँ। आजको दिनलाई शिक्षकहरू सहन सक्दैनन् भन्ने सन्देश मतलब आजको यो तपाईँहरूको आन्दोलन पहिलेको चाहिँ भयो नि मुठभेड भइरहेको स्थिति यसलाई चाहिँ अब चाहिँ शिक्षकहरू सहन सक्दैनन्। यहाँभन्दा उता अति भयो। यो धैर्यताको बाँध फुट्न पनि सक्छ। अब यो सक्छ, निश्चित रूपमा सक्छ। किनभने आज अहिले भर्खरै मैले मिडिया हेर्दै गर्दाखेरि पनि आज संसदमा प्रस्तुत हुने 5 वटा विधेयक मध्ये शिक्षा ऐन अहिले पनि टेबुलेसन भइरहेको स्थिति छैन। त्यसकारण यो बौद्धिक वर्ग जसले हिजो इतिहासका हरेक कालखण्ड परिवर्तन गर्ने सवालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेर कति शहीद हुन तयार भयो जुनसुकै बखतमा पनि। तर आज यो बौद्धिक वर्गलाई घाममा सुकाएर सरकारले चाहिँ कमजोर आँकिरहेको छ र कुनै महत्त्व दिइरहेको स्थिति नहुँदै गर्दाखेरि हामीसँग अब चाहिँ डु अर डाई दुईटा विकल्प रहिरहेका छन्। हामी के चाहिँ जवाफ लिएर जाने? एकातिर स्थानीय पालिकाहरूले चाहिँ हामीमाथि चाहिँ तरबार झुन्ड्याइरहेका छन्, अर्कोतर्फ सरकार एउटा जिम्मेवार सरकारले यो अवस्था गर्दै गर्दाखेरि हामीले के सन्देश लिएर गाउँ फर्किने? सन्देश लिएर फर्किनको लागि त के हामी चाहिँ एउटा केही गरेर जानुपर्छ या चाहिँ हामी शिक्षा ऐन लिएर जानुपर्छ? हाम्रा विकल्प दुईटा छन्। थ्याङ्क यू। त्यसको लागि हामी चाहिँ हुन्छ म्याडम यहाँलाई स्वागत। नमस्कार, म राज सापकोटा पोखराबाट। कुन विद्यालयको शिक्षिका? म शिवशक्ति मावि फुलबारी। हजुर, आजको यस आन्दोलनलाई आज सुरुवाती चरणमै ढुङ्गामुढा गर्नुभयो है? हामीले गरेको होइन सर, अहिले चाहिँ हामी जुन खालको शान्तिपूर्ण आन्दोलन थियो त्यसलाई चाहिँ आज 2500-2600 दिनसम्म जाँदा नि अब कसरी यिनीहरूलाई यहाँबाट बाहिर उतारौँ भनेर गरिएको एउटा षड्यन्त्र हो सर हामीबाट भएको। अब षड्यन्त्र सरकारको षड्यन्त्र भन्नुहुन्छ? सरकारले षड्यन्त्र भनेर कसरी चाहिँ शिक्षकहरूलाई विचलित बनाऊँ, कसरी यो आन्दोलनलाई चाहिँ प्रभावित बनाएर यिनीहरूलाई यहाँबाट लखेटौँ भन्ने चाहिँ सरकारको नियत हो, त्यही अनुसार भयो। अब तपाईँहरूको यसरी अग्रभागमा आउँदै गर्दाखेरि केही शिक्षकहरू मात्रै आउनुभयो क्या? केही शिक्षकहरू, धेरै शिक्षकहरू पछाडि रहनु भएको थियो? होइन, पछाडि होइन सर, यस्तो हो कुनै पनि लाइनमा कोही अगाडि कोही पछाडि त अवश्य नै हुन्छ। फ्रन्ट लाइनमै हामी परियो त्यो स्वाभाविक हो। तर यहाँबाट माइती गरमण्डलासम्मको हाम्रो लहरको चाहिँ टुटेको छ। होइन, यो निषेधाज्ञा क्षेत्र तोडेर तपाईँहरू कहाँ जानु खोज्नु? तोड्न खोजेको होइन सर, हामी त्यहाँ शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेकै बेलामा उतापट्टि पानीका फोहराहरू आइदियो। फोहरा आउँदा उयो आइलाउने देखेपछि जाइ लाउन पर्छ भनेर टिचरहरू अलिकति आक्रोशित भएर त्यस्तो दृश्य देखिएको हामीले चाहिँ तोड्न खोजेको चाहिँ होइन। अब तपाईँहरूको अबको यो मागलाई तपाईँहरूको यो उठाउनु भएका चाहिँ यो चाहिँ मागहरूलाई सम्बोधन हुन्छ भन्ने कतिको आशा? एकदमै 100% छौँ सर, यो सम्बोधन हुनैपर्छ। हुनुपर्ने आधारहरू के छन्? 26 दिनसम्म आज तपाईँहरू 26 दिनसम्म हुनुहुन्छ न शिक्षा मन्त्रीले तपाईँहरूलाई चाहिँ तपाईँहरूको माग चाहिँ यो हो, यो म यो गर्छु भनेर भन्नुभएको छ, न चाहिँ सरकारका अन्य कुनै निकायहरूले त्यो भनेर भन्नुभएको छ? हामीले सुनेको छैनौँ है म्याडम। हामी मिडियाकर्मीहरूले न प्रधानमन्त्रीले त्यो उठाएको छ न चाहिँ संसदमा चाहिँ हाम्रा मागहरू जाहेर छन् होइन, हाम्रो मागहरू जाहेर छन्। सम्पूर्ण शिक्षाको लागि अग्रगामी लैजानको लागि राम्रो खालका मागहरू छन्। यो सरकारले हाम्रो मागहरू जसरी नै पुरा गर्नै पर्छ। हाम्रो पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले पनि उहाँको गर्छु भनेर आश्वासन दिँदै उहाँले गर्न खोज्दै पनि यो सरकारले उहाँलाई गर्ने वातावरण दिएन। त्यही कारणले उहाँ ब्याकवार्ड हुनुभयो। त्यसै
गरेर हाम्रो अहिले नयाँ शिक्षा मन्त्री हुनुहुन्छ उहाँलाई पनि हाम्रो यो अहिलेको हाम्रो माग मुद्दाहरू हस्ताक्षर गरेका प्रत्येक कुराहरूले चाहिँ नगरी उहाँलाई सुखै छैन उहाँले पनि यदि गर्न सक्नुभएन भने उहाँले पनि राजीनामा दिनुपर्छ हुन्छ म्याडम अन्तिममा आज चाहिँ अलिक हिन्दू नेपाली महिलाहरूको अलिकति विशेष चाड पनि हो आमाको मुख हेर्ने दिन भनेको नेपालीमा सिधा भाषामा त बुझ्छ सबैले माता तीर्थ औँसी विशेष गरेर आज कसरी मनाउनु आज माता तीर्थ औँसी चाहिँ मेरो मम्मी मेरो सासू मम्मीहरू घरमै हुनुहुन्थ्यो मम्मीहरू चाहिँ मैले के अब बिहान भिडियो कलबाट गरे पनि मम्मी आमाहरू आज म तपाईँहरूको मुख देख्न नपाए पनि समग्र शिक्षा र शिक्षकको मान मर्यादामा हुने खालका मागहरू चाहिँ आज पक्कै नै सम्बोधन हुनेछ म हजुरहरूको मुख चाहिँ भोलि नै घरमा आएर आज हाम्रो माग सम्बोधन हुन्छ र भोलि म तपाईँहरूलाई भेट्न आउनेछु भनेर आमाहरूलाई आज उहाँहरूलाई फोनकै मार्फत आशीर्वाद आमाको कर्म दिने आमालाई त्यो भन्नुभयो तर यहाँ त लाठी हान्नु खानु भयो नि त मजाले उहाँहरूले त्यो आजको माता तीर्थ औँसीको दिन पारेर उहाँले एउटा समग्र आफ्नो आमाहरूप्रति अनादर गर्नुभएको छ अपहेलना गर्नुभएको छ उहाँहरूलाई पनि भित्रैबाट शर्मिन्दा महसुस चाहिँ पक्कै नै हुनेछ र हाम्रो मागहरू चाहिँ गर्नुपर्ने छ भनेर सरकारले पनि पुरा गर्नेछ हामीहरूलाई आशा छ थ्याङ्क यू म्याडम बस थ्याङ्क यू एकजना स्वयंसेवक हुनुहुन्छ यो शिक्षक आन्दोलनको यो स्वयंसेविकाको रूपमा स्वयंसेवकको रूपमा खटिरहनु भएको छ म्याडम यहाँलाई स्वागत छ नमस्कार म लिजा डङ्गल नेपाल शिक्षक सङ्घ सहसचिव र अहिले हालको आन्दोलनको चाहिँ स्वयंसेवक नेपाल शिक्षक सङ्गठन अब चाहिँ हजुर नेपाल शिक्षक महासङ्घको हो यो महासङ्घको आन्दोलनमा भएका घटनाहरूमा आज पुलिसद्वारा हाम्रो शिक्षकहरू घाइते हुनुभएका छ घाइते हुनुमा हाम्रो 10 जना शिक्षकहरू परेका छन् उहाँहरूको चाहिँ एकदमै 5 जनाको त गम्भीर घाइते छ भने अरू चाहिँ साधारण नै छन् कस्तो ठाउँमा चोट लाग्यो उहाँको आँखामा बढी जस्तो आँखामा छ अनि ढाडमा अनि हातहरूमा चाहिँ सुम्ला उठेको छ लस्टीले हानेको छ अनि आँखामा पर्नेहरूको सबैको ढुङ्गाले प्रहार गरेको छ पुलिसले ढुङ्गा पनि पुलिसले ढुङ्गा नै हानेको भएको छ लाठी पनि हान्नु भएको छ हामीलाई यतिकै 2 जना मान्छे त हाम्रो त्यो गाडीमै आएर ढुङ्गा हान्नुभएको छ गाडीकै साइडमा त्यो मान्छे ढलेको हो मैले उठाएर हस्पिटल लगेको हो हस्पिटल म भर्खरै आउँदैछु हस्पिटलबाट हाम्रो 10 जना घाइते हुनुहुन्छ नम्बर 1 मा पदम बटला हाम्रो यहीँ के अरे घटनास्थलमा भएको उहाँ चाहिँ भने अनि हरिभक्त कडेल बाबुराम यादव 12 धर्मेन्द्र प्रसाद यादव 12 राजकिशोर साहानी 12 सुभाष यादव 12 सुनिल कुमार मिश्र 12 सञ्जय कुमार यादव 12 रेशम सुनार र मेज बहादुर बुढा भन्ने हुनुहुन्छ हाम्रो उताको हुम्लाको हुनुहुन्छ भने सञ्जय भने चाहिँ नि 12 को हुनुहुन्छ बढी जस्तो हाम्रो 12 को साथीहरू चाहिँ घाइते हुनुभएको छ 12 जिल्लाको चाहिँ बढी घाइते हुनुभएको यति जना चाहिँ घाइते हुनुभएको हजुर अब यसरी घाइते हुँदै गर्दाखेरि यसरी प्रहरीको दमन सधैँ गर्दाखेरि अब चाहिँ हामीले के बुझ्ने शिक्षकहरू अब चाहिँ चुप लागेको बस्न सक्दैनन् अब शिक्षकहरू चुप लागेर बस्नुहुन्न शिक्षकहरूले अब सिंहदरबार घेरेर भए पनि हामी ऐन लिएर जान्छौँ अब झन् शिक्षकलाई झन् जागरुक बनाएको छ यो आन्दोलनले गर्दा हाम्रो सम्पूर्ण साथीहरू घाइते हुनुभएको कारणले गर्दाखेरि हामी झन् जाग्नेछौँ हामी चुप लागेर बस्दैनौँ हाम्रो साथी जति घाइते भएको छ हामी त्यसको क्षतिपूर्ति सहित हामी ऐन लिएर जान्छौँ 10 जना घाइतेहरू हुनु भएको छ अहिलेसम्म उसमा आएको अहिलेसम्म 10 जना छन् अब यो पछाडि कति हुन्छन् अब उहाँहरू कहाँ उपचार गर्दै हुन्छ हाम्रो एभरेस्ट हस्पिटलमा हजुर यहीँ नजिकै एभरेस्ट हस्पिटल लगेको हजुर अब म्याडम अबको आन्दोलनले कस्तो रूप लिन्छ अब आज 26औं दिन हो 27औं दिनको आन्दोलन झन् उग्र आजभन्दा बढी नै उग्र हामी शिक्षकहरू सबै झन् तातिएका छन् एकदमै हामीलाई नै अभद्र व्यवहार गरिएको छ यस्तो प्रहरीद्वारा दमन भइरहेको छ त्यस कारणले गर्दा हामीले झन् उग्र भएर हामी झन् भोलिबाट झन् बढी चर्काउने छौँ हामी विद्यालय पनि खोल्दैनौँ हामी अनिवार्य हामी सडकमै रहन्छौँ अब हाम्रो जति पनि घाइते भएको छ ती घाइते साथीहरूभन्दा झन् बढी घाइते होस् हामीलाई केही मतलब छैन तर हाम्रो साथीहरूको घाइतेको क्षतिपूर्ति सहित हाम्रो साथीहरूले जुन त्याग गर्नुभएको छ त्यो त्यागको झन् हामीले ऐन लिएर जानु पर्ने नै हुन्छ हामी सडकबाट हामी बाहिर निस्किँदैनौँ तपाईँहरूको स्वयंसेवकले शिक्षक राष्ट्रिय महासङ्घका स्वयंसेवकले हामी उपचार गर्दा लाठी प्रहार भएर हाम्रो सबै लुगाभरि नै यस्तो भइरहेको छ हाम्रो म आफै उपचार गरिरहेको थिएँ सामान्य घाइतेहरूलाई उपचार गर्दा थिएँ त्यसमाथि झन् नजिकै आएर लाठी प्रहार र ढुङ्गा प्रहार गर्न थाल्यो हामीलाई तपाईँलाई नै कुटे हामीलाई शुद्ध कुट्न आयो त्यसरी हजुर यो दबाब यो
खैर प्रशासनको दबाब हो कि यो राज्यको दबाब यो अब राज्यले दिएको निर्देशनअनुसार प्रहरीले गर्नुभएको विचार प्रहरीको नि के दोष राज्यले जे भन्छ त्यही गर्ने हो अर्को ड्युटी हो खटाइ हो उहाँले गर्नुभएको हो तर त्यस्तो गर्नु नहुन्थ्यो प्रहरी दाजुभाइलाई पनि म भन्न चाहन्छु यहाँबाट आग्रह गर्न चाहन्छु यस्तरी लाठीचार्ज गर्ने पानीको फोहरा हान्ने खालको क्रियाकलाप चाहिँ गर्नु हुँदैन हाम्रो शान्तिपूर्ण आन्दोलनलाई उग्र बनाउने काम हाम्रो राज्यले नै गरिरहेको छ हस् म्याडम आजको घटनाको विषयमा अझ के भन्नु छ भन्दै हजुर अब हाम्रो घाइते साथीहरू उपचार हुँदै गर्दाखेरिमा एभरेस्ट हस्पिटल र अर्को हाम्रो बटला भने पदम बटला साथीलाई चाहिँ एकदमै घाइते सबभन्दा बढी घाइते हुनेको पदम बटला हुनुहुन्छ उहाँ चाहिँ अर्कै हस्पिटल लगेछौँ हामीले उहाँको चाहिँ उपचारको क्रममा मैले हेर्न पाएको छुइनँ 9-10 जनाको चाहिँ मैले उपचार आफैले नै गरेर भर्खरै फर्किँदैछु त्यहाँ उपचारको लागि हामीले सम्पूर्ण डक्टरहरूसँग सल्लाह गरेर आएका छौँ अब यहाँ महासङ्घमा म यहाँ कुरा गर्न लाग्दैछु हस् थ्याङ्क यू